उता आउँदैछ है उता उता अनि पछिको कति 26 27 जना त लास्ट त पुरै रहेछ हैन आउँछ न तपाईहरुलाई चाहिँ तपाईको लागि आयो यो सामान बोक्ने जस्तो रहेछ एउटा बगार किन कुतुरै चाहिँ फसिन्छ है त हामी त मौला काली दर्शन चोकमला पनि प्रब्लम फेरि त्यतिकै छ के नसुन्दर रहेछ है सनपुर फुजा बाटो त यही होला यही हो गाडीबाट जानु मिल्छ बाइकमा जानु मिल्छ क्या बाइकमा आधा बाटोसम्म जानु मिल्छ त्यही भन्नु थियो गौतम सर उता पुगेछ ए यहाँ रहेछ अच्छा फर्किरहेको होइन यो फर्कियो कान्छाहरू चाहिँ अब उ त्यही नि घुम्राङ रहेछ खै त केही भने मनगाउन जस्तो त अहिले मोडर्न भित्र गएर बनाएको छ नि त केही सुनेन भित्र भएर होला मनगाउनलाई ब्लुटुथ साउन्ड प्रुफ भएर होला यसमा त हुँदैन टेक्नोलोजी अर्को छ कि यो यसमा चाहिँ यसरी छ होइन यसमा हेर्नु अर्कै छ राम्रोसँग हेर्नुहोस् त तपाईँले जङ्गलै जङ्गलै रहेछ है यहाँसम्म जान्छ सालको बोट रहेछ यहाँबाट हिँडेर जानुपर्छ उनीहरूले के बाइकमा हजुर बाइक यहाँबाट टाढै रहेछ अरू त प्रब्लम पाउ तपाईँ त गाउँमा हिँड्नु सियाली टाढै रहेछ है अझै जस्ट जङ्गल चाहिँ राम्रै छ है घना जङ्गलै सालको बोट रहेछ पुरा त्यो कारण कति नै सर यो नयाँ जस्तो लागेको छ नयाँ कतिवटा रहेछ हौ यो खै बकेट बिस्तारै हाम्रो नि एउटा मम्जीसँग यसरी चलायो भने नभने राम्रो नि व्यवस्थित यसमा चाहिँ कहिले अझै अलिअलि सुनियो त यो उकालो भएर चाहिँ उकालो भएर रहेछ उ त्यहाँनिर सुनिन्छ होला बढी जान्छ कति ठाडै टेक्नोलोजी चाहिँ राम्रो है कसले चाहिँ यस्तो इन्भेन्ट गरेर नभए त्यो तलले नाम खुसीमा थिए गऱ्यो भने त है मान्छेहरू चल्छ नि त एकपट्टि त्यो नि गर्दा त्यो गरेर त अब त हामी त यसमा त नम्बर लेख्न पनि बिर्सेछ त यार मलाई काली भनेर है यो अन्तैको अपहरण गरेर ल्याइया खाली तल मान्छे कति हो यो यस्तो महँगो रहेछ यहाँ महँगो रहेछ ठाउँ हेर अहिले यहाँ माथिमा जानु कति यहाँ माथि जानुलाई नि महँगै रहेछ यहाँ हामीलाई 400 भन्दै थियो स्टुडेन्टलाई कति भन्दै थियो 300 कति भन्दै थियो स्टुडेन्ट महँगो रहेछ 350 भनिरहेको थियो कतिमा मिलायो 350 गोटा थियो रमाइलो रहेछ आइपुग्न लाग्यो डाँडा गाउँ चढ्यो राजुहरू टाढै रहेछ है यो बिस्तारै हिँड्यो है सरर गाउँ त अघि पुगिहाल्थ्यो यत्रो तिरेर आएको पनि फेरि अड्दै हुँदैन कस्तो मिठो छ यिनीहरू बिस्तारै सर यिनीहरू धेरै खान्छ किन गर्छ एकदम यहाँ चाहिँ गाह्रो गर्छ यहाँ चाहिँ गर्छ यहाँ चाहिँ कङ्गाङ कुङ्गाङ गर्छ त्यसै घर रहेछ रे दरबार है हामीले त भन्दा बढी परिश्रम गरे हामीले यहाँ चाहिँ गान्दिराङ गुन्दिराङ गर्छ मेरो बिचरा भन्ने ठाउँमा चाहिँ नगर्ने रहेछ क्या नभन्ने ठाउँमा चाहिँ गर्ने रहेछ ग्लिच ग्लिच अघिको ठाउँमा है कहाँ कराएको ए माथि मन्दिरमा होला ल्याबमा एउटा लाउरीको यहाँ इतिहास के छ भने अहिले पण्डित बाबा सोध्नुपर्छ अङ्कितहरू सुन्नुपर्छ भोलि टुरको बारेमा लेख्नुहोस् भन्यो भने कसरी लेख्नुहुन्छ तपाईँले त्यही त के लेख्नु भएको छ भने तपाईँले यहाँ त बिस्तारै हिँड्यो त है यो नोट गरेर तपाईँले यसो राम्रोसँग लेखेन त मैले एउटाको कपी पाएको थिएँ कि मैले कतै पढाउँदैछु कपी पाएको थियो यस्तो मिठो ल्याएर छ मनकामनामा इसिसी उत्पत्ति भएको मनकामना इसिसी होइन हामी गएर चाहिँ यो बुझ्यौँ भन्ने ल्याएर माथिबाट आउनु त निकै छिटो दौडे जस्तो लाग्यो त खाली हुन त तपाईँको सबै एउटै लेभलमा त यो त किन रिङ घुमिरहेको छ नि होइन कस्तो मिठो ल्याएर त हाम्रो टुर चाहिँ आज बिहानको चाहिँ एकदम राम्रो भयो है एकदम राम्रो के हो तर यो त पूजा छिटो गर्न नक्छ न र बिहान होइन बिहानै हामीले फेरि भोग लाग्छ नि त हिँड्नुपर्छ फेरि खानु पर्यो मनले सोच्नुपर्छ मनले
अब हिँड्दा गएपछि नखाइकन आएको छु है भन्ने मनमा सोच्नु त्यो सबभन्दा ठुलो मन हो तपाईँ त्यहाँ थिएन म यहाँ आयो अहिले अहिले हामीसँगै छ म खाएर आएको छैन मन हो सबभन्दा ठुलो कत्रो कत्रो भइजा सालको रुख चाहिँ रहेछ है टन्न रहेछ साल त्यो त यहाँनिर बाघ पनि लाग्छ होला है घन जङ्गल रहेछ ठुलै जङ्गल रहेछ फेरि यस्तोमा हुँदैन नि बाघ त झ्यारीमा हो भने त गाडीमा हुने खुला रहेछ ठुलो भएको ठाउँमा त हुँदैन ऐना हो बस खान्न ऐना त हुँदैन हिजोतिरको ठाउँतिर भने हो क्या फेरि अँ। पुरै सानो सानो बट्यानो रहेछ नि त झ्यारी छोरो नि खाइदिएर भाग्दो त है सर अब त छोरो मात्रै थोरै मात्रै छ हाम्रो यात्रा यति मलाई यात्रा अब त्यही हो मनकामना सोचेर लाउने रहेछ त्यही हो है त्यही अब हामी पस्छौँ बुझे छैन बिस्तारै अब यहाँबाट चाहिँ कहाँ जाने नि फेरि यहाँबाट हिँडेर जाने अब तल तल सिजी हिँड्ने सिजी खाना खाएर सिजीहरू जाने सिजी हो भने औ म रापती होइन रापती सिजी भनेको सुनेको छैन सिजीको सिजी म त भनेको आएको फर्स्ट टाइम हो होइन भने सिजी त सुन्नुपर्ने भनेको सिजी भनेको चौधरी ग्रुप भन्यो के सिजीको यहाँ आइपुग्दा कस्तो छिटो लगेको है रिसर्च सेन्टर होइन हेर्नु न पस्यो पस्यो अरू बच्चाहरू कहाँ पछि साथीले लिइरहन्छ बच्चाहरू कि अब बल्ल बल्ल बाहिर निस्क्यो खुल्यो आबै खुल्यो ल मलाई काली एयरपोर्ट जानु पर्यो है बिस्तारै बिस्तारै रमाइलो लाग्यो त्यो रिस्केबल सुनको त्यो पुरै हालिदिने अब इतिहास चाहिँ के रहेछ भने पहिला एउटा लाउरीले चाहिँ एउटा मलाई रोपेर यहाँ ल्याएर रोपेर त्यहाँ चाहिँ देवी मतलब भएको भन्ने रहेछ कि मलाई दिँदै त्यो बच्चा अहिले मन्दिर भएको छ के गरेको छ मैले अलिक तल तल बुझेको थियो त्यो के के भारी लाग्यो बुझाइ तपाईँले लेख्ने बनाउनु पर्छ के आउँदैन तपाईँको यात्रा सुखद रहोस् ini gitu dah. त्यसमा जानु त पाएन त अनि त्यहाँ खाना आउनु पायो भने त मकै खानु फेरि नभए नि मतलब छैन
Laksa kau dia. Ayah mesti